नुन्डाकी तातपानीको यात्रामा ताङ्ले झरना हुँदै हामी अगाडि बढ्दैछौँ। आज चाहिँ कस्तो दसैँको भाइब टाइपको के घाम घमाइलो लागेकोले मौसम पनि दामी खुला भएकोले हामी पौडी खेल्ने भनेर जाँदैछौँ। यो चाहिँ बाटोबाट देखिने फाबिङ जाबे पुल हो। यो पुल चाहिँ नुन्डाकी जोड्ने पुल हो। पोहोर परारको साल बाढी आएर बगाएको पुल अहिले भर्खर निर्मित गरेको। म पनि पहिलोचोटि तर्दैछु यो पुलमा चाहिँ। तल बाटोबाट देखेको घरको क्या दामी लाग्यो यो चाहिँ। तातपानी परिसरमा अब हामी प्रवेश गरिसकेका छौँ। यहाँको वरिपरिको माहौल चाहिँ यस्तो रमाइलो छ होइन। यहाँ पौडी खेल्नेहरू खेलिरहेको छ। मास्टर स्विमिङ पुल चाहिँ यो 6 फुटदेखि 9 फुट छ भने तल्लो चाहिँ 3 फुट मात्रै छ। आफूलाई चाहिँ खेल्न आउँदैन, केटाकेटी धेर बोकेर देखेर तल्लोमा खेल्थेँ, बिला लाग्छ भनेर खेलिनँ है मैले चाहिँ। माथिबाट हेरेर रमित हेरेर आएँ। आज चाहिँ घमाइलो घाम लागेको बेलामा आरामले यसरी आज चाहिँ फेरि फर्स्ट टाइम मैले यति धेरै मान्छे देखेको। हाम्रो भाइहरू पनि भर्खर खेलेर थाकेर निस्किसक्यो है अब। अनि यता भाइहरूले चाहिँ चट्टसँगले गिटार बजाएर आनन्दले म्युजिक गर्दै थियो क्या। अनि मलाई पनि अब यसो भाइहरूसँग बस्नु बडो भनेर म्युजिक दियो भने यसो फोटो खिच्दै भिडियो खिच्दै है। अनि मैले पनि एक दुईवटा गीत हाने। तिमीलाई सम्झी बाटो हेरी कुरिरहन्थे म सानोमा सानोमा। त्यहाँबाट निस्केपछि हामी खाजासाजा खाएर अहिलेको घर चाहिँ के रहेछ भनेर हेर्न हामी आतुर भयौँ। नुन्डाकी चैनपुर नगरपालिका 1 मा बन्दै गरेको होमस्टे हाम्रो सञ्जय दाईको। नमस्कार दाई। हामी त बस्नु आइयो त। थ्याङ्क यू दाई। हाम्रो आदरणीय सञ्जय दाई समाजसेवी, आफ्नै गाउँठाउँमा केही गर्छु भन्ने तरिकाले उहाँ चाहिँ युके बसाइ छोडेर 10-12 वर्षदेखि लागेर हाम्रो ठाउँ तातपानीलाई बनाउन तत्पर तयारमा लागिरहनु भएको छ। वेलकम टु जेफ जक्सन 58 गोर्खा। यहाँ चाहिँ कफी मेसिन, चिया मेसिन एकदम व्यवस्थित तरिकाले बन्दैछ। र फाउन्टेन चाहिँ यहाँ रहेछ। हजुर यो फायरप्लेस खादा जो आगो फुल्छ ए जक्सन 58 12 वर्ष एकछिन माथि तल यस्तो राख्नु भएको छ। ओके दामी छ बाथरुम। बाल्कनी यहाँ जस्तो सुत्ने हो भनेर भन्छु म। तातपानीमा आएर यहाँ सुत्ने हामी। भ्यू चाहिँ यस्तो दाइदेख्छ यहाँ। ल यस्तो दामी रुम छ है गाइज। बाल Hindi ko na dahil next nga wala.
माथि चैनपुर 1 मा पर्ने तर अलिकति गर्नु यो मल्टिपर्पज पछि चाहिहाल्यो भने चाहिहाल्नेमा भएन यो के छ तपाईँको रुम बेसी चाहिरहेको पार्सन गर्नु भएन भने यहीँ पनि हजुर अनि यसलाई ठ्याक्कै पार्सन गर्ने एउटा रुम तर अहिले लाग्छ नि लाइब्रेरी जस्तै यसो त्यसलाई राखिदिन्छु यो चाहिँ 1 देखि 11 वार्डसम्म हामी यहाँ नक्सामा जानु भएको छ तर हामी कहाँ छौँ नै थाहा पाइएन यहाँबाट यस्तो यहाँ दोबाटे भने यहाँ मेरो पर्छ दोबाटे माथिको ए यस्तो आयो पोखरी मैदान दुईवटा बाटो छ मैदान हजुर हजुर माथि बोर्डिङ आउँदै हजुर वना जाने बाटो उहाँलाई यहाँ बनाउनु बाँकी नै छ सभाखोला परको दिन सेतो तलको अरुण भयो फिल्डखोला चाहिँ यसरी नै भनेपछि चैनपुर ठ्याक्कै यो पऱ्यो नि त तलको हजुर बानेश्वर डाँडा पल्लो सेतो सेतो बानेश्वर डाँडा यहाँ आउँछ दार्जिलिङको ए डाइरेक्ट नेचुरल पानी मन्दिरै जानुपर्छ मन्दिरको पानी यहाँ अन्डर मेन्टेनेन्स छ है अहिले भर्खर निर्माण हुँदैछ कन रेस्टुरेन्टहरू के छ जाने यहाँदेखि पानी आउँछ पानी बगेर सबै हजुर पानी सबै यसमै हाल्नु पर्ला नि हो नि त यो यहाँदेखि यसरी बगेर जान्छ अहिले त पाइप मात्रै फिट गरिराख्नु पर्ला भन्दैछ कि ए हजुर अन्त्यमा हामीले यसो गफगाफ गऱ्यौँ यहाँको सबै कुरा बारेमा अनि लेट भइसक्यो त्यो सनसेट हेर्दै हामी बिदा पायौँ है त थ्याङ्क यू